नमस्कार। आज हामी नेपालमा हालै निकै चर्चामा रहेको एउटा राजनीतिक तरङ्गको अलि गहिराईमा पुग्दैछौँ है। नमस्ते। हो नि, यो विषय अहिले निकै तातेको छ। हामीलाई प्राप्त विभिन्न समाचार, विश्लेषण अनि टिप्पणीहरूले के देखाउँछन् भने सन् 2025 मा राजतन्त्र पुनर्स्थापनाको पक्षमा मतलब आवाजहरू अलि बलियो हुँदैछन्। आखिर गणतन्त्र स्थापनाको 1.5 दशकपछि यो बहस किन यति तात्दैछ त? आउनुहोस् स्रोतहरूले के भन्छन् सँगै खेलाउन। हो, तपाईले ठीक भन्नुभयो। सन् 2008 मा 239 वर्ष लामो त्यो राजतन्त्र अन्त्य भएर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बनेको थियो। तर स्रोतहरूले के देखाउँछन् भने त्यसपछिको 16 वर्षमा 14 वटा सरकार बन्नुले नै राजनीतिक अस्थिरता कति चुलिएको छ भन्ने स्पष्ट पार्छ क्या। 16 वर्षमा 14 सरकार, यो त सुन्दा पनि खै अस्थिरताको निकै डरलाग्दो चित्र हो नि। एकदम। यही निरन्तरको अस्थिरता अनि आर्थिक चुनौतीहरू, सुशासनको अभावप्रतिको जनअसन्तुष्टि हो, यिनै कुराले नै राजतन्त्रको पक्षमा एक किसिमको मतलब माहौल बनाउन बल पुर्याएको देखिन्छ के। स्रोतहरूले यही निराशालाई राजतन्त्र फर्काउने मागसँग कसरी जोड्छन् त? के यो व्यवस्थाप्रतिको वितृष्णा मात्र हो वा पुरानो व्यवस्थाप्रति साँच्चैको आकर्षण पनि हो? के भन्छन्? एकदम महत्त्वपूर्ण प्रश्न हो यो। स्रोतहरूले केही मतलब रोचक सङ्केतहरू देखाउँछन्, जस्तो कि यही सन् 2025 कै कुरा गरौँ न। मार्च 9 मा हेर्नुहोस् त, पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किँदा हजारौं समर्थकले स्वागत गरे। हो, त्यो देखियो समाचारमा। हो, यसलाई धेरैले चाहिँ आन्दोलनप्रति उहाँको एक किसिमको मौन समर्थनको रूपमा अर्थ्याए, जसले विद्यमान प्रणालीप्रति असन्तुष्ट मानिसहरूलाई कस्तो भने नि एक ठाउँमा ल्याउन अलि भूमिका खेल्यो जस्तो देखियो। त्यो एउटा भावनात्मक पक्ष भयो होइन त? तर यसलाई सङ्गठित रूप दिने प्रयास पनि त भयो नि। भिन्न प्रयासहरूलाई एकै ठाउँमा ल्याउन त्यो नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन भयो के रे? ए हो, त्यो समिति हो। यसले आन्दोलनलाई अलि व्यवस्थित रूप दिने कोसिस गर्यो। तर त्यसको भोलिपल्टै मार्च 28 मा काठमाडौँको 3 कुनेमा स्थिति निकै तनावपूर्ण बन्न पुग्यो। हो नि, त्यो दिन त निकै अप्रिय घटना भयो। स्रोतहरूले त्यसलाई कसरी चित्रण गरेका छन्? के भएको थियो खासमा? स्रोतहरूका अनुसार नि प्रदर्शनकारीहरूले त्यो निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भयो। अनि त्यो झडप हिंसात्मक बन्यो र दुखद रूपमा पत्रकार सुरेश राजको सहित 2 जनाको ज्यान गयो, 45 जना भन्दा बढी घाइते भए। ओहो, निकै दुखद। अनि निजी र सरकारी सम्पत्तिमा पनि ठूलो क्षति पुग्यो। आगजनी तोडफोड भयो। स्थितिलाई नियन्त्रणमा लिन त सरकारले कर्फ्यू नै लगाउनु पर्यो। यसले आन्दोलन शान्तिपूर्ण मात्र नरहन सक्ने संकेत दियो होइन त? हो, त्यो त पक्कै पनि। मार्चमा यस्तो तनावपूर्ण स्थिति बनेपछि के आन्दोलनको गति अलि रोकियो कि वा यसले अरू रूप लियो? अप्रिलतिर के भयो? रोकिएन। अप्रिल महिनामा पनि प्रदर्शनहरू जारी नै रहे। खास गरी पक्राउ परेका नेताहरूको रिहाई अनि हिन्दू राजतन्त्र पुनर्स्थापनाको माग चाहिँ केन्द्रमा थियो। माग उहिरह्यो। हो, माग उहिरह्यो। तर यी प्रदर्शनहरू भने धेरै हदसम्म शान्तिपूर्ण नै रहे। र अब महत्त्वपूर्ण कुरा चाहिँ के छ भने यही मे 29 अर्थात् जेठ 15 गतिदेखि 23 संयुक्त जनआन्दोलन समितिले देशव्यापी अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ। अनिश्चितकालीन? हो। स्रोतहरू भन्छन् यसको लक्ष्य चाहिँ संवैधानिक सुधारका लागि सरकारमाथि थप दबाव सृजना गर्नु हो। यो हिन्दू राजतन्त्रको माग पनि बारम्बार आइरहेको छ है। यसले त नेपालको धर्मनिरपेक्ष संविधान र विगतको त्यो हिन्दू अधिराज्य बीचको तनावलाई फेरि सतहमा ल्याएको जस्तो देखिन्छ होइन त? एकदम। सन् 2024 मा भएको एउटा सर्वेक्षणले पनि झण्डै आधा जनसङ्ख्या हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा रहेको देखाएको थियो रे। झण्डै आधा?
स्रोतहरूले के विश्लेषण गर्छन् भने यो चाहना केवल धार्मिक मात्र नभएर कतिपयका लागि यो 2008 पूर्वको स्थिर मानिएको शासन र राष्ट्रिय एकताप्रतिको एक किसिमको नोस्ट्याल्जियासँग पनि जोडिएको हुन सक्छ। अब त्यो यथार्थपरक होस् वा नहोस्, पुरानो दिनको याद जस्तो हो। त्यस्तै मानिसहरूले वर्तमान राजनीतिक अस्थिरता, महँगी, बेरोजगारी अनि भ्रष्टाचारप्रति चरम असन्तुष्टि व्यक्त गरिरहेका छन् र त्यसको विकल्प खोजिरहेका छन् जस्तो देखिन्छ। ठीक हो। यो सडकमा देखिएको उग्रता एकातिर अनि राजनीतिक नेतृत्वको अडान अर्कोतिर, यस बीचमा आम मानिसको धारणा चाहिँ कस्तो पाइएको छ स्रोतहरूमा? के भन्छन् मान्छेहरू? खै, आम धारणा अलि विभाजित नै देखिन्छ। तर राजनीतिक नेतृत्व, खास गरी प्रधानमन्त्री केपी शर्मा ओली र अन्य प्रमुख दलका नेताहरू जस्तै शेरबहादुर देउवा, पुष्पकमल दाहाल, उहाँहरूले भने राजतन्त्र फर्किने सम्भावनालाई ठाडै अस्वीकार गर्नुभएको छ। उहाँहरू त गणतन्त्रकै पक्षमा हुनुहुन्छ। उहाँहरूले लोकतान्त्रिक प्रक्रिया भित्रैबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनु भएको छ अनि सरकारले पूर्व राजालाई दिएको सुरक्षामा कटौती गर्ने अनि प्रदर्शनमा भएको क्षतिको पूर्ति आन्दोलनकारीबाटै असुल्ने जस्ता कदम चालेर अलिक कठोर सन्देश दिन खोजेको पनि देखिन्छ। तर पूर्व राजा ज्ञानेन्द्र शाहको भूमिका चाहिँ कस्तो देखिन्छ त? उहाँले त स्पष्ट रूपमा केही भन्नुभएको छैन नि अहिलेसम्म। हो नि, उहाँको मौनताले नै स्थितिलाई थप जटिल बनाएको छ। उहाँले आन्दोलनलाई न त स्पष्ट समर्थन गर्नुभएको छ न त अस्वीकार नै। यसले गर्दा विभिन्न अड्कलबाजी गर्ने ठाउँ बनेको छ र आन्दोलनकारीहरूले पनि त्यसलाई आफ्नो आफ्नो ढङ्गले व्याख्या गरिरहेका छन्। त्यसो भए समग्रमा हेर्दा अबको बाटो कस्तो देखिन्छ त? अगाडि के होला जस्तो छ? स्पष्ट छ, नेपालमा बढ्दो यो राजतन्त्र पक्षधर आन्दोलनले वर्तमान गणतान्त्रिक प्रणालीमाथि गम्भीर प्रश्नहरू खडा गरेको छ। यसको जड भनेको लामो समयदेखिको त्यो राजनीतिक अस्थिरता, कमजोर शासकीय प्रदर्शन र त्यसबाट उत्पन्न जन असन्तुष्टि नै हो, हैन त? हो, कारण त त्यही देखिन्छ। अब मे 29बाट सुरु हुने भनिएको त्यो अनिश्चितकालीन आन्दोलनले कस्तो रूप लिन्छ र त्यसले देशको राजनीतिलाई कुन दिशामा मोड्छ त्यो चाहिँ अब हेर्न बाँकी छ। यो एउटा निर्णायक मोड हुन सक्छ। निकै विचारणीय कुरा। गणतन्त्र आएको 1.5 दशकपछि पनि यदि जनताको एउटा हिस्सा, चाहे त्यो सानो होस् वा ठूलो, पुरानै व्यवस्थातिर हेर्दैछ भने के यो वर्तमान व्यवस्थाले आफ्नो सान्दर्भिकता र प्रभावकारिता नागरिक तहमा पुष्टि गर्न नसकेको संकेत हो त? यसले भविष्यमा कस्तो मोड लिला साँच्चै सोच्नुपर्ने भएको छ।